ल यो हाम्रो पारी त्यो जो डाँडोबाट सकिएको ठाउँ हो त्यो 1700 उताबाट आएको त के अरे साँझको डाँडो गएर बेसी 1700 यो साँकुलीको डाँडो सर्लक्क यो वहाँ पर लास्टमा देखिएको हाम्रो दुई पिले ठुलो गाउँ यो हाम्रो यसलाई भन्छ हाम्रो रमघाटार है पारिपट्टिको तनहुँ यो साँकुली यो अडिचो भएको माथि एउटा कालिका मन्दिर त्यसपछि माथि कोटथुक मेवारी दल भन्ज्याङ ठुलढुङ्गा यसो गर्दा मेरो कोट त्यसपछि यहाँ तलतिर बेसी सबै यो रिस्ती खोला पारिपट्टि तनहुँ रिस्तीवारी यो लमजुङ रमघाट टार यसलाई भनिन्छ यो हाम्रो पहिलाको पुरानो मूल बाटो अहिले हामी पोखरा टु बेसीसरको लागि हिँड्ने बाटो यो दुई पोखराबाट दुई देउराली भन्ज्याङ हुँदै दुई बिले भएर यो हाम्रो सानो कुमाल गाउँ रमगा अहिलेको पुरानो साबिक वडा 9 हो अहिले मध्य नेपाल 4 यो हाम्रो मूल बाटो है यो हाम्रो गाउँ हो यो हाम्रो मेरो पुर्खौली थलो हुलाकी डाँडा यो हाम्रो पहिलाको पुर्खौली घरहरू अहिले पनि हाम्रो दुई भाइ गरेर यहाँ हुनुहुन्छ यो हामीले हाम्रो बाबाको स्मृतिमा बनाइएको चौतारो यो नारीश्वरको बुट हो यो हामीले बाबाको नाममा बनाएको चौतारो हो यो हाम्रो गाउँ हाम्रा दाजुभाइ भान्जा भान्जीदेखि लिएर सबै हाम्रो परिवार है यसरी छ यो हाम्रो घर पछाडिको डाँडो सबै जङ्गल भएको छ गाउँ छोडियो यहाँबाट हाम्रो माथि यो माथि गाउँतिर जाने यो सिखरा देउराली अनि माथि फलन डाँडा अनि मालिका थुम्का समी भन्ज्याङ हुँदै पोखरचोक जाने बाटो यो पारिपट्टिको सबै हाम्रो गाउँ है ल हेर्नुहोस् है यो हाम्रो गाउँको ठाउँहरू अब हेर्नु कि यहाँ मेरो ज्वाइँ यता नि ज्वाइँ है मैले एउटा सानो भिडियो बनाएको छु कि यो हाम्रो पाखा पखेराहरू यी अहिले हामीले गाउँ छोडियो यी सबै अहिले जङ्गल भएको छ सालगारी बढेर यो जङ्गलै भएको छ यो सबै हाम्रो जङ्गल हो यो हामी आफैले सानोमा हुँदाखेरि घाँस काट्दा हुर्काएको रुखहरू हो अब हेर्नुहोस् भोलिको अब यसले कति उचित फाइदा हुन्छ यी सालै साल छन् यी अब घर अगाडि नै घर आसपासै बागवानी भएको छ यी अब गाउँ छोडेपछि यस्तो हुँदो रहेछ यी पहिला हामीले यहाँ पुरा खेतीपाती लगाएर 12-15 मुरी गैया फलाउने ठाउँ हो यो बोडी गैया मकैदेखि दुनियाँ दिवाना हाम्रो सब फलफुलदेखि दुनियाँ हुन्थ्यो यो अहिले घर पसेर जानु पनि डर लाग्ने ठाउँ भइगयो ल हेर्नुहोस् घाँसपातदेखि लिएर यो सबै लर्नु त कस्तो छ हरियाली जङ्गल यहाँको वातावरण अर्कै छ तर के भने गाउँ छोडेर पार मधेस पसियो सहर पसियो यस्तै रहेछ हाम्रो रमझम यस्तै छ ल हेर्नुहोस् यो हाम्रो बाले बुवाले हुर्काउनु भएको नारीश्वरको बुट कति राम्रो छ हेर्नुहोस् त ल हेर्नुहोस् छोडियो यहाँ पहिला हाम्रो भुइँकोटर केरा निबुवा सुन्तला दुनियाँ दिवाना हुन्थ्यो हाम्रो यहाँ पहिला अहिले त यो नेवारी हो यो यसलाई हामीले सदुपयोग गर्छौँ यसलाई हामी पहिला अँगेरी भन्थ्यौँ यो हामी पाक्दै कति मिठो गरेर खान्थ्यौँ अहिले हेर्नुहोस् यही हेर्न पनि हामीलाई कति गाउँ आउनु पर्ने भयो वर्षमा एकपल्ट आइन्छ हेर्नुहोस् ल हेर्नुहोस् त बेलाउती निबुवा केरा कति थिए ती अहिले एउटा बुट पनि छैन अब यो जडीबुटी भने त्यस्तै सबै चिज पाउँथ्यो अहिले गाउँमा बजार छोडेर गाउँ छोडेर बजार गयो केही पनि पाइँदैन त्यो सबै खोज्न यहीँ गाउँ आउनुपर्छ ल हेर्नुहोस् ल यही हो आजको मेरो अन्तिम भिडियो सबैले हेरेर साथ सपोर्ट दिनु होला ल धन्यवाद।